ओ माई गड, घाँस हेर्नु न यहाँ के हो यस्तो। अब धेरै दिन छैन, 2-3 दिन पछाडि मलाई पनि यहाँ घाँस काट्न ल्याइ बक्सिन्छ मेरा आमा दाजुहरूले होला हैन। अहिलेसम्म चाहिँ तेरो ज्यानले घाँस काट्न सक्दैन, घाँस नकाट भनेर एकदम मासुमै पकाउन लागिरहनु भएको छ। फुर्काइ कि मलाई फुर्काइ घाँस काट्न मासु पकाउन लागिरहनु भएको छ। मासु सकेपछि चाहिँ घाँस काट्न पक्कै लाउनु हुनेछ। घाँस सुकाउनु पर्छ नि त। यहाँ त अहिले घाँस सुकाएर अनि यो पारी यो देखेको सबै घाँस सुकाउनु पर्छ हैन, धेरै छ माथितिर। अनि सुकाएर पछि मुठा बाँधेर राख्नुपर्छ। म घाँस चाहिँ काट्न सक्छु तर मुठा बाँध्नु सक्दिनँ, धेरै कसेर बाँध्नुपर्छ नि त। कसेर मुठा बाँध्न आउँदैन, अलिअलि काम चलाउ मात्रै बाँध्न आउँछ। अनि त्यस पछाडि आजको यात्रा चाहिँ यहाँ घाँसको भिडियो बनाउँदै मामलसम्मको यात्रा हो। आज मामलमा खाना खान बोलाउनु भएको छ नि त बेलुका। अनि त्यस पछाडि हामी चाहिँ जाँदैछौँ हैन, धेरैजना जाँदैछौँ। हामी त ग्याङै छौँ नि त, भदैनीहरू नै ग्याङ। अनि आमा छोरी मेरो नानी गर्दा त धेरैजना भइहाल्छौँ हैन। अहिले म देखाउँछु ल। हेलो, मामला चाहिँ एकदम टाढा छ हैन। स्पिड कुद्ने 3 मिनेट बिस्तारै गयो भने 5 मिनेट। अब हामी पुग्न आँटेको छौँ हैन। आज सानीमाहरू सबैजना आउनु भएकोलाई एकदम रमाइलो हुन्छ, गफ हुन्छ हैन। ओ माई गड, म एकदम एक्साइटेड छु। अनि यहाँ मामला घर देखाउनु पर्यो भनेको कस्तो देखिएन, हल्कामै देखिरहेछ। अब देखाउँछु। फाइनली हामी चाहिँ घर पुगिसक्छौँ, मामा घर पुगिसकेको छौँ हैन। यो चाहिँ मेरो मामा घर है। हजुरआमा चाहिँ के चिर्दै हुनुहुन्छ सिल्की? हजुरआमा नमस्कार। मासुको लागि सिल बनाउँदै हुनुहुन्छ यहाँ हजुरआमाले चाहिँ। मासु खाँदा मन भएर यता धन्दा गर्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो कान्छी सानीमा, अनि उहाँ चाहिँ धन्दा गर्दै हुनुहुन्छ, लजाउँदै हुनुहुन्छ। यिनीहरू चाहिँ फेरि चलेको बाजे मेरा मासु खाइसके, आधी मासु